प्रिय विद्यार्थी भाइ बहिनीहरू, स्वागत छ तपाईहरुले यस नयाँ भिडियोमा। आज हामी क्लास 10 को हनी बी भन्ने च्याप्टर अध्ययन गर्न गइरहेछौँ। यसमा हामीलाई हनी बी को एक्सटर्नल स्ट्रक्चर को बारेमा, त्यसको विभिन्न प्रकारको बारेमा अनि हनी को महत्व को बारेमा हामी के गर्छौं पढ्नुपर्छ हामीलाई। अनि हामीलाई सबभन्दा पहिला हनी बी हामी किन पढ्छौं त, यसको के इम्पोर्टेन्सहरु छ हैन। यसको हाम्रो दैनिक जीवनमा धेरै इम्पोर्टेन्सहरु छ जुन हामी यो च्याप्टरको अन्त्यतिर पढ्छौं। अहिले हामी सबभन्दा पहिला यसको इन्ट्रोडक्सन अलि हामी गरौँ। हनी बी भनेको के हो? हनी बी एउटा सोशल इन्सेक्ट हो, सामाजिक किरा हो। यसलाई हामी सामाजिक किरा भन्नुको प्रमुख कारण के हो भने यो कोलोनीमा बस्छ, यो एक्लै बस्न सक्दैन, यो ग्रुप बनाएर बस्छ, समूह बनाएर बस्छ, जसको कारणले गर्दा यसलाई हामी सोशल इन्सेक्ट भन्छौं। एक्लै हो, बस्न सक्दैन, यो कोलोनीमा बस्छ, जसको कारणले गर्दा यसलाई हामी के भन्छौं? सोशल इन्सेक्ट भन्छौं। अनि हनी बी को बारेमा अध्ययन गर्नुलाई हामी एपियोलोजी भन्छौं। अनि हनी बी को बारेमा अध्ययन गर्नुलाई हामी के भन्छौं? एपियोलोजी। र हनी बी को खेती गर्नुलाई हामी भन्छौं एपिकल्चर। हनी बी को खेती गर्नुलाई हामी के भन्छौं? एपिकल्चर। र हनी बी को बारेमा अध्ययन गर्नुलाई हामी एपियोलोजी भन्छौं। त्यसपछि जुन प्लेसमा हामी बीजहरुलाई राख्ने गर्छौं, जुन ठाउँमा हामी बीजहरुलाई के गर्छौं? राख्छौं, त्यो ठाउँलाई हामी एपियरी भन्छौं। अनि अब यसपछि हामीले यसको क्लासिफिकेसन अलिकति हेरौँ हामी। ल विद्यार्थी भाइहरुहरू, अब यहाँ हामी यसको क्लासिफिकेसन हेर्दाखेरि यो किंगडम एनिमल यहाँ पर्छ। यो सिम्पल कुरो हो, किनभने यो एनिमल हो भने किंगडम एनिमल यहाँ यो पर्छ भने। त्यसपछि यसको फाइलम जुन हुन्छ त्यो अर्थोपोडा यसको फाइलम हुन्छ, किनभने यसको 6 वटा जोइन्टेड लेगहरु हुन्छ हैन। अनि चिटिलले यसको शरीरहरु बनेको हुन्छ, जसको कारणले गर्दा यिनीहरुको शरीरबाट वाटर लसहरुबाट यसलाई के गर्छ? जोगाउँछ। अनि यसको क्लास हेर्दाखेरि इन्सेक्ट हो हैन, इन्सेक्टामा पर्छ, सिम्पल कुरो हो। जेनस चाहिँ तिम्रो एपिस हुन्छ, स्पेसिस यसको चाहिँ मेलिफेरा हुन्छ। अनि यसको साइन्टिफिक नेम हेर्दाखेरि हामी एपिस मेलिफेरा हुन्छ। अब हामी हनी बी को एक्सटर्नल स्ट्रक्चर पढ्न गइरहेछौं। एक्सटर्नल स्ट्रक्चर भनेको मोरीको बाहिरको संरचना कस्तो हुन्छ। बाहिरबाट यदि हामी कुनै पनि हनी बीलाई हेर्यो भने, कुनै पनि बीजलाई हेर्यो भने हामीलाई त्यसको संरचना कस्तो देखिन्छ त? के हुन्छ भने हनी बी को सबभन्दा पहिला बडीलाई 3 भागमा हामी डिभाइड गर्न सक्छौं। पहिला यो तिम्रो हेड भयो, दोस्रो थोरैक्स भयो र तेस्रो एब्डोमेन भयो। हेड भनेको टाउको, थोरैक्स भनेको छाती र एब्डोमेन भनेको पेट। 3 भागमा सबभन्दा पहिला यसको बाहिरको स्ट्रक्चरलाई हामी अध्ययन गर्न सक्छौं। हनी बी को बडीलाई प्रमुख हामी 3 भागमा डिभाइड गर्न सक्छौं, टाउको, छाती र पेट। अनि अब हेडमा के पर्छ? हेड जुन हुन्छ त्यो हेडमा एक जोडा कम्पाउन्ड आई हुन्छ, ठुलो आई जसलाई हामी भन्छौं कम्पाउन्ड आई हुन्छ। यो टाउकोको धेरै पार्ट कभर गरेको हुन्छ यो कम्पाउन्ड आईले। अनि त्यसपछि यसमा फेरि 3 वटा डट आकारको, डट स्ट्रक्चर आकारको 3 वटा अरु सिम्पल आइज हुन्छ, जसलाई हामी ओसेली भन्छौं। जसलाई हामी ओसेली भन्छौं अथवा सिम्पल आइज भनेर पनि चिन्छौं। यो चाहिँ टाउकोको टपमा हुन्छ, टप अफ द हेड, टाउकोको माथि यहाँ 1 2 3 वटा हुन्छ। अनि ओसेलीको सहायताले यिनीहरु के गर्छ भने यिनीहरु आफ्नो फ्लाइट स्टेबल राख्नको लागि के हुन्छ भने यसको प्रयोग गर्छ। जस्तै लाइट चेन्ज भयो हैन, डार्कनेसहरु भयो भने त्यहाँ आफ्नो फ्लाइट स्टेबल गर्नको लागि के गर्छ भने यिनीहरु ओसेलीको प्रयोग गर्छ, सिम्पल आईको प्रयोग गर्छ। अनि यसमा एक जोडा एन्टिना हुन्छ, यसलाई हामी एन्टिना पनि भन्न सक्छौं। यो एक जोडा एन्टिना हुन्छ, यसको कहाँ हुन्छ भने टप अफ द हेडमा हुन्छ। यहाँ हेर्नु त हामी फिगरमा यो टाउको हो, यो टाउकोमा एउटा एन्टिना भयो, एउटा एन्टिना भयो, दुईटा एन्टिना हुन्छ, एक जोडा एन्टिना हुन्छ। अनि त्यसपछि हनी बी को जुन माउथ हुन्छ नि, मुखको पार्टहरु हैन, त्यो चाहिँ मुख कस्तो हुन्छ भने च्युइङ खाले हुन्छ, भनेको चबाउन सक्ने खाले हुन्छ। र सकिङ भनेको चुस्ने, रसहरु चुस्ने। जस्तै फूलहरुमा बस्छ भने यिनीहरु के गर्छ? रसहरु सक गर्छ नि हो, र चुस्ने खाले हुन्छ र च्युइङ गर्ने टाइपको पनि हुन्छ यसको मथ पार्टहरु।
त्यसपछि यिनीहरूको पेड अफ टिथ हुन्छ मुखमा के गर्नको लागि पोलेन चुइङ गर्नको लागि पोलेन्सहरू चबाउनको लागि यसको एक जोडा के हुन्छ भने टिथ हुन्छ। अब हामी थोरेक्स भनेको छातीको बारेमा पढ्छौँ, हेडको बारेमा हामी पढिसक्यो। हेडमा के हुन्छ भने एक जोडा कम्पाउन्ड आइ हुन्छ हैन, तीनवटा सिम्पल आइ हुन्छ जसलाई हामी ओसिली भन्छौँ र एक जोडा एन्टिने हुन्छ हैन। अनि त्यसपछि हामी आउँछौँ यो पार्टमा थोरेक्स भनेको छातीवाला भागमा हैन। यो पार्टमा हेर्दाखेरि हामी यो पार्ट यस्तो पार्ट हो जुन चाहिँ हेडलाई टाउकोलाई पनि र एब्डोमेनलाई पनि भनेको पेटलाई पनि हेडलाई र एब्डोमेन भनेको टाउको र पेट दुईटैलाई के गरेको हुन्छ भने कनेक्ट गरेको हुन्छ है। टाउकोलाई र पेटलाई हेर्नु त यसले टाउकोलाई र पेटलाई पनि कनेक्ट गरेको छ नि हो। त यो यस्तो पार्ट हो बीचको जुन चाहिँ टाउकोलाई र पेटलाई कनेक्ट गरिएको हुन्छ। अनि यो चाहिँ यो थोरेक्सलाई हामी तीन भागमा डिभाइड गरेर अध्ययन गर्न सक्छौँ। तीन भाग के हो भने हेर्दाखेरि प्रोथोरेक्स, मेसोथोरेक्स र मेटाथोरेक्स यो तीनवटा पार्ट हो। प्रोथोरेक्समा हाम्रो के हुन्छ भने बियर ओन पेयर अफ फोर लेग्स अगाडिको दुईटा खुट्टा यसमा हुन्छ। यो अगाडिको खुट्टा यो प्रोथोरेक्स अन्तर्गत आउँछ अगाडिको खुट्टा। त्यो प्रोथोरेक्समा के हुन्छ भने एक जोडा के हुन्छ अगाडिको खुट्टा हुन्छ। अनि त्यसपछि मेसोथोरेक्स आयो हाम्रो। मेसोथोरेक्स भनेको यो पार्ट भयो। यो पार्टमा के हुन्छ भने फेरि हामीलाई बिचको खुट्टा मिड लेग हुन्छ। एक जोडा मिड लेग हुन्छ, एक जोडा एउटा एक जोडा भयो, एक जोडा मिड लेग हुन्छ अनि एक जोडा पखेटा पनि हुन्छ। फोरविङ एक जोडा पखेटा पनि हुन्छ। त्यसपछि मेटाथोरेक्समा के हुन्छ भने एक जोडा पछाडिको खुट्टा हुन्छ, यो एक जोडा पछाडिको खुट्टा हुन्छ र एक जोडा पछाडिको पखेटा पनि हुन्छ। योमा यो हामी फिगरमा अलि कोर्न हामीलाई गाह्रो चारवटा देखाउन गाह्रो हुन्छ हैन, फिगरमा त्यति स्पष्ट देख्दैन। त हामी यदि भयो भने हामी त्यो गुगलबाट फोटो लिएर हामी भिडियोमा तपाईहरुलाई यहाँ हेराइदिन्छौँ। अनि यो हिन्ड लेग पछाडिको खुट्टा हुन्छ हैन, अनि एक जोडा के हुन्छ पखेटा पनि हुन्छ पछाडिमा। कुन पार्टमा थोरेक्सको कुन पार्टमा मेटाथोरेक्समा। यो बीजहरुको जुन साइजको जुन रेन्ज हुन्छ नि त्यो रेन्ज चाहिँ 9 mm देखि लिएर 12 mm सम्म हुन्छ। एउटा बीजको साइज यदि हेर्दाखेरि यसको रेन्जमा हेर्दाखेरि 9 देखि लिएर 12 mm सम्म हुन्छ। अनि त्यसपछि हाम्रो अन्तिम भाग यसको एब्डोमेन भनेको पेटवाला भाग। अनि यो जुन एब्डोमेन जुन हुन्छ नि त्यो लामो हुन्छ हैन, अनि त्यो के हुन्छ अलि ब्रोड खाले हुन्छ है, जसमा चाहिँ 9वटा सेगमेन्ट हुन्छ प्राय जसो हैन बीजहरुमा। तर यदि हामी एडल्ट फिमेलमा हेर्दाखेरि 6वटा सेगमेन्ट हुन्छ हैन। यसको खण्ड गरिएको यो खण्ड गरिएको सेगमेन्टहरु चाहिँ हामी फिमेलमा हेर्यो भने हामीले 6वटा हामीले देख्छौं, तर मेलमा हेर्यो भने हामी 7वटा देख्छौं। र रेशियोमा हेर्दाखेरि हैन अरु बीजहरुको हेर्दाखेरि यसमा लगभग 9वटा सेगमेन्टहरु हुन्छ। जस्तै वर्कर बीजहरु भयो हैन, यिनीहरु कतिवटा हुन्छ 9वटा हुन्छ। अनि एकपल्ट हामी फेरि अलि रिकल गरिहालौ ल। हामी के रिकल गर्छौं भने यो के हो हनी बी हो हैन। यो हनी बी को हामी सबभन्दा पहिले यसको बडीलाई तीन भागमा डिभाइड गर्छौं, हेड, थोरेक्स, एब्डोमेन। अनि हेडको बारेमा अब हामी अध्ययन गरौँ। हेडको बारेमा हेडमा हेर्दाखेरि के हुन्छ भने दुईटा एन्टिना हुन्छ हैन। त्यसपछि दुईटा कम्पाउन्ड आइ हुन्छ, तीनवटा यहाँ सिम्पल आइ हुन्छ टपमा, टप अफ द हेड यहाँ डट आकारको डट स्ट्रक्चर आकारको तीनवटा हुन्छ। त्यसपछि यो हेडको धेरै जसो भाग चाहिँ तिम्रो कम्पाउन्ड आइले घेरिएको हुन्छ। माउथ पार्ट पनि यहीमा हुन्छ। अनि यसको माउथ पार्ट कस्तो हुन्छ भने सकिङ गर्ने खाले च्युइङ खाले हुन्छ। त्यसपछि हामी आइहाल्नु अब यो थोरेक्समा हेर्दाखेरि खुट्टा चाहिँ तिम्रो जम्मा हेर्दाखेरि 6वटा हुन्छ। कसरी दुईटा अगाडिको, दुईटा बीचको, दुईटा पछाडिको 6वटा खुट्टा भयो। अनि हामी विङ हेर्दाखेरि पखेटा हेर्दाखेरि यसको पखेटा 4वटा हुन्छ भाइ बहिनीहरु।
हैन दुईटा हुन्छ तिम्रो मिड लेगमा दुईटा हुन्छ तिम्रो हिन्ड लेगमा जम्मा कतिवटा भयो चारवटा पखेटा भयो अनि यो पखेटा कलर चाहिँ तिम्रो सेतो हुन्छ व्हाइट कलर हुन्छ र यो पखेटामा यदि हामी लाइट दिन्छौँ भने एक साइडबाट लाइट दिन्छौँ भने अर्को साइड लाइट निस्किन सक्छ जसको कारणले गर्दा यो पखेटालाई हामी ट्रान्सप्यारेन्ट भन्न सक्छौँ यो पखेटा जुन हुन्छ नि त्यो ट्रान्सप्यारेन्ट हुन्छ त्यसपछि हामी आइहाल्नु अब एब्डोमेनमा एब्डोमेन के हुन्छ लामो हुन्छ र ब्रोड हुन्छ हैन ब्रोड हुन्छ अनि एब्डोमेनको तल जुन हुन्छ नि त्यो स्टिङ्गर हुन्छ यो स्टिङ्गरको काम के हो भने शत्रुहरूबाट के गर्ने जोगिने शत्रुहरूबाट आफूलाई रक्षा गर्ने प्रोटेक्ट गर्नको लागि यो स्टिङ्गरको के गर्छ युज गर्छ है अनि यो स्टिङ्गर चाहिँ तिम्रो फिमेलमा हुन्छ हैन स्टिङ्गर चाहिँ तिम्रो के भन्छ रे वर्करमा आउँछ र ड्रोनमा हुँदैन ल यतिकै भन्दै अब अर्को बाँकी रहेको पार्ट हामी नयाँ पार्ट 2 मा हामी दिनेछौँ धन्यवाद।